हाई साथीहरु नमस्ते सबैजनालाई गुड मर्निङ एन्ड नाइस डे। आज जेठ 3 गते आजको दिन तपाईको शुभ रहोस्। आज हाम्रो यात्रा चनिथान तर्फ छ। चनिथानको भिडियो हामी छोरेपाटन हुँदै कृष्टि हुँदै बक्रेत हुँदै म तपाईहरुलाई स्याङ्जा बाठोला अनि फेरि चनिथानको भ्यूज तपाईलाई देखाउँछु। भिडियोमा अन्तिमसम्म हेरेर साथ दिनु होला र भिडियो स्किप नगरिकन हेर्नु होला है साथीहरु। ओके थ्यांक यू। स्वस्थ रहनु, व्यस्त रहनु, मस्त रहनु। भिडियो लास्टसम्म हेरेर खुसी मनले भिडियो लास्टसम्म हेरेर कमेन्ट बक्समा पड्काइदिनु होला। ओके थ्यांक यू सबैजनालाई। सो आजको हाम्रो यात्रा साथीहरु पोखराबाट चनिथान है। चनिथान अब चनिथान हुँदै वालिङ हुँदै कता गइन्छ। तर यो रोड चाहिँ हैन अहिले बनेको नयाँ रोड हो हैन। पोखरा टु छोरेपाटन हैन, छोरेपाटनबाट लेफ्ट कृष्टि हुँदै बक्रेत हुँदै हामी यता यता आइरहेका छौँ है स्याङ्जातिर। तर रमाइलोकै बाटो एकदम डेन्जर ठुलो बाटो बनाएको कि। अहिले हाम्रो यात्रा ठ्याक्कै अहिले हाम्रो कृष्टिनिर आइसकेको छ। हेर्न सक्नुहुन्छ साथीहरू यो कृष्टि हो। एकदम कृष्टिको रोड डेन्जर दामी बनाएको छ के बाटो। कृष्टिको बाटो हेर्न सक्नुहुन्छ होइन। हेर्नु कृष्टिको बाटो के हो। जय शम्भु मन्दिर। अलि यो कटेज पनि खुलेछ होइन, राम्रो छ नि। कृष्टिको रोड हो के साथीहरू हेर्न सक्नुहुन्छ। आम्मामा सो फ्यान्टास्टिक गाउँ, कृष्टिको गाउँ। सो टुर एन्ड ट्राभल्स बुलेट किङ रहेछ। आम्मामा मुक्तिनाथ पनि जाँदो रहेछ यो बस है। मक्केबारी करम करम टङ्की झराप 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 भने जस्तो है। एउटा घर पनि बन्द रहेछ, नयाँ घर बन्द रहेछ होइन। चौहाई मकैबारी मक्केबारी घरेम घरेम मक्केबारी चराम चराम के हो होइन यस्तै हो होइन। मलाई थाहा छैन, धेरै नलेज छैन है यो विषयमा। तपाईहरुलाई म अन्तिमसम्म देखाउँछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरु है। पोखराको कृष्टिको भ्यूज हो यो त। अलि छेडमा तपाईहरुलाई म बक्रेतको भ्यूज देखाउँछु है। सो यता बेबी यता हेर न, यता हेर न बाबा तेरो भिडियोतिर हेर। अलि माथि उचाल किन मिस, अलि माथि चल्दिनु त। कस्तो कस्तो मजा आछ बेबी, मजा आछ। कस्तो मजा आछ। रमाइलो होला। बाबालाई के भन्न चाहन्छु, थ्याङ्क यू भन्न चाहन्नु। थ्याङ्क यू बाबा, थ्याङ्क यू बेबी, वेलकम बेबी, थ्याङ्क यू बेबी। मेरो मिस के भन्न चाहनुहुन्छ होला। बाई बाई। भिडियो हेरेर राख्नु होला साथीहरु भन। सो भिडियो हेर्दै राख्नु होला साथीहरु भन न। भिडियो हेर्दै राख्नु होला साथीहरु अन्तिमसम्म भन न। भिडियो हेर्दै राख्नु होला साथीहरु। बाटोमा जाँदै जाँदै कृष्टिमा एउटा बाबु भेटिए। बाबु यो के हो? न्युरो हो। के गर्छ नि यसले? तरकारी बनाएर खाने। अर्गानिक हो कि के हो बेबी? हो अर्गानिकै हो। अर्गानिकै हो। वाउ कति टाढो रहेछ। तिम्रो नाम के हो नि? रिजल। रिजल हो। तिम्रो घर कहाँ हो नि? खत्री गाउँ। कतिमा दिन्छौ मलाई यो? 150। 150? ओ माई गॉड 150 मा दिन्छु भने है। ओहो मलाई यो 50 रुपैयाँ देऊ न। तीनजनालाई हो के? तीनजनालाई हो। 150 तीनजनाले बाँड्ने हो। वाउ ल गुड। कता हेर्नु बेबी, कता हेरेको हो? 150 तीनजनाले बाँडेपछि कति कति भयो? 50। टोपी सोपी लाऊ। गीत गाउने मान्छे होइन यो, यो होइन अर्को अर्को हो, अर्को हो यो, अर्को छ नि एउटा गायक कलाकार। कता छ त्यो? अनि तिम्रो बाबाले के गर्नुहुन्छ? मेरो बाबा विदेश हुनुहुन्छ। वाउ विदेश हुनुहुन्छ। विदेशमा भएको बाबालाई के भन्न चाहन्छ यहाँबाट? के भन्न चाहन्छौ? एउटा गीत गाउनु, एउटा मिठो गीत गाउ त। हामी पनि कम्तीको कहाँ हो र देखाइदिउँ
लाउरेको पाउर रेलै सलला। ओए म को हो त फेरि? हजुर अँ हजुर नै लाउरे। लाउरे हो र म? वाओ लाउरेको गीत सुनाएर मन हर्ष गराइदियो यार कसम यार। एउटा पैसा ल्याउ त 20 रुपियाँ ल्याउ त मेरो तर्फबाट तिमीलाई म 20 रुपियाँ दिन्छु है। ल्याउ त लाउरेको गीत सुनाएर मात्र तिमीले 20 रुपियाँ आएको है। लौ मेरो तर्फबाट थ्याङ्क यू भन। थ्याङ्क यू। मिठाई खाऊ है। ल तिम्रो यो मैले किन्न सक्थेँ तर मैले लान्न नि फेरि म घुम्न हिँडेको नि है। अर्को गीत सुनाइदिनु एउटा। कम्बरैमा पटुकी कसेर मुसु मुसु हाँसकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखा नि राम्रो मन पराउने ओठ। वाओ ल दाइको युट्युब च्यानललाई सबैजनाले माया गरेर लाइक कमेन्ट सेयर गरिदिनु होला भन न। दाइको युट्युब च्यानललाई सबैले लाइक सब्स्क्राइब कमेन्ट गरेर सेयर गरिदिनु होला। वाओ ल धेरै पढ है। ल पढेर नेपालको प्रधानमन्त्री हुने है। ल ठुलो मान्छे भन्ने है। ल पैसाले त्यो म 3 रक्सी यता चुरोट सुरोट खाने होइन है। हैन है मम्मीलाई गएर भुड्कीमा हालिदिनु है। स्कुल जाँदा खाजा खाने ल। ओके बाई। बाई। ल ओके। बाबुले राम्रो प्रस्तुत देखाए साथीहरू तपाईँले पनि त्यो प्रस्तुत हेर्नु होला। ओके थ्याङ्क यू। सो हाम्रो यात्रा बक्रेतनिर आइसकेको छ साथीहरू। बक्रेतको दृश्य म तपाईँहरूलाई भिडियो मार्फत देखाउन गइरहेको छु। तर बाटो निट एन्ड क्लिन छ कि होइन साह्रै खुसी लाग्छ। तर आजभन्दा 2-3 साल पहिला यहाँ कोरोना काल लाग्दाखेरि कोभिड भन्छ होइन लकडाउन यहाँ म यहीँनिर पाहाड लिन आएको कसम। यहाँ र ऊ चाहिँ पारिपट्टि यस्तो सिद्ध देखाउन भिडियो पाहाड ऊ चाहिँ पारि चौतारी के चौतारी भिडियो मार्फत देखाउँछु कि म तपाईँहरूलाई। यहाँ मन्दिर छ होइन यो बक्रेतको कुल पूजाको मन्दिर। बक्रेतको कुल पूजाको मन्दिर हो होइन। अन्त हामी पाहाड लिन आएको होइन तपाईँहरूलाई भिडियो मार्फत देखाउँछु कि तपाईँहरूलाई म भिडियो मार्फत है। हामी पाहाड लिन आएको ठाउँ आम्मामा बाटो खने थियो यार यस्तो माथि नि है। तर निट एन्ड क्लिन छ कि बाटो एकदम राम्रो छ कि बाटो। सुन्दर स्वच्छ र सफल बाटो हो कि एकदम सेफ। एक्सिडेन्ट कम हुन्छ कि बाटोमा। विद्यालय क्षेत्र गति सीमित भनेको BAKRE बक्रेक हो यहाँनिर होइन। यो चौतारी छ होइन यो घर छ यहाँनिर होइन। हामी यहीँनिर आएको थियौँ कि पाहाडो हेरी पाहाडो घिसार्दै हिँड्दै उमा पुऱ्याएको यार गौडे पवे गौडे पुऱ्याएको पाहाडो कि पवे गौडे समाज पोखरा कास्किर पवे गौडे समाज पोखरा कास्किर बहुत राम्रो छ कि। यस्तो भिरभिरमा नि घर बनाएको छन् मान्छेहरूले होइन। तल जङ्गल छ है हरियाली एकदम के पुरै विदेशको बाटो जस्तो छ के। सो तपाईँहरूलाई मैले एउटा दामी पुल देखाउन गइरहेको छु साथीहरू। पहिलाको जमाना हाम्रो बाबुबाजे होइन बाबुबाजेको पालामा यहाँबाट चाहिँ बुटौल नुन लिन जान्थे क्या। नुन भगवानलाई यहाँ पनि पूजा गर्दै रहेछन् होइन। नाकको थान रहेछ के रहेछ यी सुरौदी खोलाको पुल हो होइन। यो पुल एकदम पुरानो पुल हो के भयो होला। यो पुल लगभग 100 वर्ष त भयो होला। त्यति पुरानो पुल हो कि भगवानसम्म कति बलियो बनाएर चाहिँ नेपाल सरकारले होइन। सो सुरौदी खोलाको पुल होइन। स्थापना कति भएको कति फिट छ के छ सबै तपाईँहरूले जानकारी लिन सक्नुहुन्छ। तर भिडियो हेर्नु होला। आम्मा रमाइलो रहेछ त्यो दृश्य यार। बुढा आए बुढालाई हेर्नुपर्छ है। बुढा आएन एकदम बुढाले स्कुटी लिएर आएन बुढाले। खोला हो बिचरा खोलाको माछा है के भयो होला के गर्दै होला खोलाको माछा पानी नै रहन्छ बिचरा यार। सबै मान्छेका जातले खाएर सकेछन् क्या हो। सुरौदी खोलाको पुल यही है। अब हामी पवे गौडे माथि डाँडामा आइसकेका छौँ। अब करिब 5 मिनट त माथि पुग्छौँ हामी। तपाईँलाई म त्यो दृश्य देखाइहाल्छु। सो हाम्रो यात्रा कहाँ उडियो ठाउँको नाम के अरे हटिया थुम्बा हटिया आइसकेका छौँ है।
हेर्न सक्नुहुन्छ साथीहरू कसम बाटो होइन एउटा छेड पनि खाल्टो होइन के चौतारी बहुत भाइरल चौतारी हो यार यो बुढाहरू के कुरा अरे पसल फसल खुल्या नै होइन बाटोलाई कति किलोमिटर भने ल हटिया हो दामी छ क्या भग्न बाटो होइन यस्तो दामी छ कान फिलिप के यस्तो दामी ठाउँ भयो बेबी यता हेर यो वाइ जक्सन भन्छ हटियाको वाइ जक्सन पहिला जमानाको पुरानो घरहरू छ कि यस्तो राम्रो छ नि फेरि यहाँ पनि पिच गरेर चाहिँ माथि जाने बाटो ए दामी भयो त धेरै डेभलप भइसक्यो त तपाईँलाई भन्दा त यार हेर त यस्तो दामी के सिन यार कसम यहीँ बाटोमा बिस्तार लाएर सुतम जस्तो के मकैबारी कराम टङ्की झराप भन्छ नि सो साथीहरू भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला जसले सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गर्नु होला च्यानललाई र जसले लाइक गर्नु भएको छैन उहाँले पनि लाइक गर्नु होला देख्न सक्नुहुन्छ कसको घर बन्न लाएर चाहिँ बुढी हो यो तालो हेर्नु कति राम्रो मान्छे ठुला मान्छे जत्रा माछा हाने तालमा माछा मार्दै थिइन् बहिनीहरू तल पढ्दा सो फाइनली देवस्थानको मन्दिर आउने बेला भइसकेको छ तपाईँलाई म भिडियो अन्तिमसम्म देखाउँदैछु है भिडियो स्किप नगरी हेर्नु होला तर खतरा छ कि सिन हेर्नु न भिडियोमा सिन यस्तो दामी छ नि सिन देवस्थानको मन्दिर हो यो सो त्यो दामी सिन देखाएको छु नि तपाईँलाई घर पनि यस्तो दामी बनेछ हेर्नुहोस् घर यहाँ मात्र बाटो भन्दा यस्तो भएर चाहिँ के ब्लकिङ सिस्टम हेरेर बाटो हुन्छ कुछ समयपछि त्यो चाहिँ ठाटियो होइन पट्टिथल है के यो चाहिँ मेरो ससुराल जाने बाटो यहाँबाट यो पनि वाइ जक्सन छ होइन के छ आराम हुनुहुन्छ एकदम ठिक छ बाबु भिडियोमा के भन्न चाहनुहुन्छ भिडियोमा हाम्रो गाउँको त राम्रो छ है मैले देखाइसकेको छु एकदम आज आउँछु युट्युबमा के भन्न चाहनुहुन्छ दाजु नमस्ते आराम हुनुहुन्छ ठिक छ अनि दाजु अरू खबर सुनाउनु के छ अरू ठिकै छ बाबु यो त पसिना काफी आएको छ होइन पानी लाएर आएको मुहानमा गएर हिजोको बिगार्यो ए हजुर हजुर हिजोको असिना पानी हुरीले हजुर आज पानी लगाएर आएको ए यस्तै छ गाउँघरको काम ठिक छ एकदम चलिरहेको छ अनि दिदी बहिनीहरू त आउनु भएन छैन आउनु भएन कहिले आउँछ पोखरीतिर छ ए जब गर्नुहुन्छ है अहिले त पढाउँछु ए पढाउनुहुन्छ यिनीहरू त खुसी त गर्नु यस्तै ए यो हो पौडी गौडीको स्कुल दिस इज माई स्कुल यो हो पवेगौँडेको स्कुल स्कुलको नाम के हो श्री शीतला माध्यमिक विद्यालय रहेछ होइन राम्रो छ यार स्कुल हामी पवेगौँडे क्रस गर्न लागिसकेका छौँ यहाँ भलिबल खेल्ने ग्राउन्ड हो देख्न सक्नुहुन्छ पवे हो नि बेबी यता यो नयाँ बजार हाम्रो नयाँ बजारको दिदीहरू सो साथीहरू यो चाहिँ हामी पवेगौँडे क्रस भएर नयाँ बजार आइसकेका छौँ हाम्रो दाजुभाइहरू पनि यहाँ बस्नु भएको छ कति हरियाली क्या है बाटो हेर न बाटो कस्तो दामी छ यार कस्तो दामी बाटो यताउति घर ओ माई गॉड सबै चिज मिलेको के नयाँ बजार हो के कति ठुलो घर बनाएर थिएन
पौवा गाउँडेको नयाँ बजार है, फेरि पोखराको नयाँ बजार हुनु होला। यो स्कुल बस नि ल्याएर गरेको कुन स्कुल बस हो बुढी हो? ज्योति सेकेन्डरी। आमा ज्योति स्कुलको बस पनि हेरेर गरेको घरै। कति राम्रो सुविधा हुँदैन यार ड्राइभरलाई त यार। सो साथीहरू यस्तै छ जिन्दगी चलिरहेको छ होइन। जिन्दगी जस्तो गरेर पनि चल्छ है, बुझ्नुभयो? सो भिडियो तपाईँहरू अन्तिमसम्म हेरेर साथ दिनु होला। एकदम राम्रो राम्रो दृश्यहरू होइन, गाउँतिरको एकदम राम्रो राम्रो के भ्युजहरू तपाईँहरूलाई म सो गर्छु होइन। तपाईँहरूले हेरेर साथ दिनु होला। त्यस्तै हो, सुरुमा झ्याउ लाग्छ। ल ओके साथीहरू, भिडियो हेरेर साथ दिनु होला है। तपाईँहरूलाई भ्युज राम्रो राम्रो देखाउँछु। सो लत्रे पिपल आइसकेका छौँ है हामी। भिडियोमा तपाईँहरूलाई म लत्रे पिपलको भ्युज देखाएको छु। ए बहिनी कहाँ हो? बिचमा छेउछेउमा चलाऊ साइकल। सो के छ साथीहरू, आरामै हुनुहुन्छ? स्वस्थ रहनु, मस्त रहनु, व्यस्त रहनु है एभ्री टाइम। एकचोटि म आजभन्दा 2 साल पहिला तलबाट तुफान 80-90 को स्पिड आएको थियो कि लत्रे पिपलको एरिया चोकमा मेरो एक्सिडेन्ट भएको कि बाइक एक्सिडेन्ट होइन। बिचरा त्यो भाइलाई त डेन्जर लाग्यो कि स्कुटी। पशुपति शर्माको घर पनि यतै हो बुढी। पशुपति शर्माको घर पनि यो बाटो जाने माथि, ऊ त्यो माथि घर हो त्यो। ल हेर्नु सब साथीहरू, हामी चाहिँ बाटोला चोकमा निस्किन लागिसकेका छौँ। यो रोड छ नि क्रिस्ती, बक्रेत, पौवा गाउँडे, लत्रे पिपल हुँदै बाटोला चोकमा निस्किन लागिसकेका छौँ। ल हेर्नुहोस् यो हो बाटोला चोक। ल हेर्नु यो बाटोला चोक। बाटोला चोकमा हामी निस्किसकेका छौँ। सो दिस इज बाटोला चोक। देख्न सक्नुहुन्छ बाटोला चोकको दृश्य देख्नुभयो साथीहरू। यो हो मजुवा है ड्राइभिङ इन्स्टिट्युट यहाँ छ। यहीँ त हो दिदीहरूले ड्राइभिङ इन्स्टिट्युट, कोपिला दिदी र कल्पना दिदीले। यो पुत्लिहेत हो कि पुत्लिहेतको भित्री रोड हो लगाएर। हामी यो बाटो सेङ्गे चौमा पढ्न जाँदाखेरि हामी हिँड्थ्यौँ उही बेला लगाएर। घरहरू हेर्दा कस्तो क्लोज मसँग कत्रा गाडी छिर्छ यहाँबाट। यो सेङ्गे जाने बाटो हेऱ्यो, सर्टकट बाटो हो के लास्टै मजुवाको थ्रु जाने बाटो यो। एक्सिलेटर देऊ त अलिकति बाइकको, अलिकति। यो मजुवा साथीहरू हेर्न सक्छ, मन्दिर छ यहाँ मजुवाको। यी खाजा गरेर यार अलि उता गएर हामीलाई नि होइन यत्रा घर बनाएन। ल एरिया खाजा खाम होइन, अनि त्यसपछि जाउँला है एरिया खाजा खाम। पहिला नि यहीँ खाएको। सो यत्रो ठुलो घर बनाउँछ यार यहाँ त यार। देख्न सक्नुहुन्छ साथीहरू, अहिले हामी ठ्याक्कै पुत्लिखेत छौँ। आम्मामा यत्रो ठुलो घर बनाउँछ पुत्लिखेतमा। सो फाइनल्ली गाइस यो आँधी खोला पुल है, हामी आँधी खोला पुलनिर आइसकेका छौँ। देख्न सक्नुहुन्छ आँधी खोलाको दृश्य। तर आँधी खोला उडेर आयो भने त यो पुल आउँछ क्या पुरै। अहिले हामी पुत्लिखेत ठ्याक्कै पुत्लिखेतनिर छौँ। यो पुत्लिखेततिर नि डेन्जर खोलिसकेको छ त्यहाँ होटेलहरू। हामी आँधी खोला पुलनिर आइसकेका छौँ। पुल क्रस भयौँ चन्ठान जानलाई। साथीहरू तपाईँले सम्म हेर्न साथ दिनु होला भिडियो। Indian Army and teacher.
डाँडाको उकालो है आम्मा डेन्जर उकालो छ यार यो त यार देख्न सक्नुहुन्छ है साथीहरू यहाँ हामी पहिला पुतिहाटको पुलबाट हो हाम्रो उकालो सन्निधान पुग्छौँ हामी आउँदा त लास्टै कलिन देख्यो भर्खर यार अझ मेन भनेको एरी उकालो छोडम हुन्थ्यो ए यार अहिले बाटो मर्मत गर्न लाएर हेर न ए परु गिटी हेरी आउँदा यार छोडम हुन्थ्यो यहाँबाट उतासम्म आएपछि सम्म आउँछ उ यो टर्निङमा चाहिँ सम्म आउँछ हेर अब सम्म आउँछ फेरि यहाँ अब यति सम्म हो यहाँबाट उतासम्म छ बाटो हेर अब सम्म छ फेरि यहाँ उकालो ए यस्तो हुन्थ्यो यार छोडम हुन्थ्यो आम्मा यो टर्निङ यो टर्निङ हो होइन अहिले चाहिँ हाम्रो रनिङ चाहिँ कहिले आमडाँडासँग हामी चाहिँ सुरु फर्स्टमा चाहिँ पछि फेरि मन्दिरमा पुग्न लाग्यो हानौँ न त मन्दिर छ भनेर मन्दिरसम्म पुग्न लाग्यो नत्र त कहिले त हाम्रो जक्सन त यहीँ आमडाँडा स्कुल हो यो फिनिसिङ पोइन्ट हो क्या उकालो यस्तो दामी भागिन्थ्यो यार यस्तो बाइकले ताने होइन मान्छेले कसरी तानेमा उयो बेला यङ ब्लड जोस त्यस्तै आम्मा अब गर्नु त स्कुल धेरै काफी इम्प्रुभमेन्ट गरेको छ त यार अन्त है पुरै ए हेर त अनि त्यसपछि हाम्रो पछि त कहिले काहीँ हामी त जाने यो बाटो दौडिन यस्तो छ बाटो आम्मा हेर त ए काफी इम्प्रुभमेन्ट भएको कि पहिला जस्तो त अहिले हेर त ए राम्रो भएको नि पहिला हाम्रोको यो दोकानहरू भलिबल खेल्ने ग्राउन्डहरू थियो कि पुरै एकचोटि हामी आएको थियौँ यहाँ सो यो हो आमडाँडाको गाउँ आम्मा म जुमिङ गर्छु साथीहरू आमडाँडाको घरहरू ल हेर्नु आमडाँडाको गाउँ हो ल हेर्नु त आम्मा रमाइलो त रमाइलो छ क्या बाटो पुरै मर्मत गरेर रहेछ है ऊ तल नि बाटो खन्दै चाहिँ क्या हो आमडाँडाको गाउँ यही हो साथीहरू है अझै भिडियोहरू अन्तिमसम्म हेर्दै गर्नु होला म तपाईँलाई राम्रो दृश्यहरू देखाउँछु अमर दाइको ससुराली बाटोमा पानी जाने खानालाई आउने गर्नु होला प्रवेश गरिसकेका छौँ तपाईँहरूलाई चन्निथानको दृश्य म देखाउँदै गइरहेको छु ल रत्नगर चन्निथानमै ए सतौ चन्निथान पशुपतिनाथ मन्दिर प्रवेशद्वार हामी चन्निथान प्रवेश गरिसकेका छौँ सो फाइनल्ली हामी चन्निथान आइसकेका छौँ कस्तो लाग्यो बुढी आजको यात्रा खतरा लाग्यो बोला न केही त्यहाँ भिडियोमा मार्फत भन नि त साथीहरूलाई ज्यान थाकेछ हो र लास्टै हल्ला पनि पर्यो पछाडि बसेको त तिमी गाडी बाइक चलाएको होइन सो हाम्रो यात्रा चन्निथान आइसकेको छ पार्टी देख्न सकिन्छ चन्निथान आउनुहोस् न सर 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 1 मिनट आउनु न यहाँ क्यामेरामा हजुरलाई कस्तो लाग्छ मजा लाग्छ अनि बाबाले यहाँ ल्याइदिनु बाबालाई के भन्न चाहन्छु थ्याङ्क यू मात्र है यता हेर न क्यामेरामा बाबाले के भन्न चाहन्छु थ्याङ्क यू बाबा वेलकम बेबी ओके सो जसले अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु
स्वस्थ रहनु, मस्त रहनु, व्यस्त रहनु। मैले अरू केही तपाईँहरूलाई दिन सक्दिनँ, केही भन्न सक्दिनँ। यति चाहिँ म राम्रोसँग भन्न सक्छु है। के कसो हो? होला हो नि? होला होइन क्या हो? राम्रो भयो त नि तिमी, बिराम्रो के तिमी त कसम चाहिँ। एउटा लाउरेको गीत के गाएको थियो त्यो भाइले बाटा? हामी पनि कम्तीको कहाँ हो र देखाइदिउँला दाइ, हामी पनि कम्तीको कहाँ हो र देखाइदिउँ न दाइ, लाउरेको पाउ र बेलै सारा र भन न बेबी। गुड। सो सन्निधान हामी आइसकेका छौँ। टु रिच आवर डेस्टिनेसन साथीहरू देख्न सक्नुहुन्छ। Have a wonderful and fantastic place. So how much beautiful in this place I cannot know, but I only know this is very beautiful and romantic and fantastic place. Oh, दामी छ नि बेबी। सन्निधान को दृश्य यही हो। अब त मुनिला धपाउ जाऊ। स्या भन। वाओ ल हिँड। स्या भन। हिँड अगाडि हिँड। सो मिस गोट हो यो। मेरो बेबी हिँड्न नसकेर मेरो बेबी यता हामी पनि कम्तीको कहाँ छ र देखाइदेऊ न दाइ, लाउरेको पाउ। ल हिँड छोड्देऊ। आज जेठको 3 गते हामी सतौ सन्निधान आएका थियौं। यति रमाइलो मन्दिर छ, यति रमाइलो मन्दिर छ। तपाईले जे आट्यो त्यो पुग्छ साथीहरू। सो तपाईहरु नि आउनु होला है मन्दिर दर्शन गर्नको लागि। सो साथीहरू हामी रिटर्न ब्याक हुन लाग्यो। बेबी के भन्न चाहन्छ? भगवानलाई नमस्ते गरौ नि है। यता हेर न, नमस्ते भयो नि। गुड। थ्याङ्क यू बाबा भन न। यता हेर। थ्याङ्क यू बाबा। थ्याङ्क यू बाबा। गुड। जाम है। मिसँग जाम भयो है। खुट्टा पछार नबस। कहाँ आउनु हो त मम्मी? ए के माग्नु छिटो। हामी रिटर्न ब्याक हुँदैछौँ। मम्मीसँग भेट भयो। मम्मी कस्तो अचानक हाम्रो भेट भयो, अचानक आयो घर, कस्तो फिल भइरहेछ भन्नु त? राम्रो भएको छ नि। साइनाले छोराहरू, साइनाले ज्वाइँ छोरी आउँदाखेरि मलाई त हुन पर्ने भएको छ नि। कति रमाइलो। अचानक आयो। अचानक आउनु भयो। बुवासँग जानु परेछ फेरि। रमाइलो भयो। हुन्छ त नि है मम्मी। ल ल हामी अब छुट्छौँ। ल जान्छौँ मम्मी अब। ल किन अब हामी जाऊँ। मामा घर है तिमी आएको? जाम है अब। कस्तो रहेछ मामा घर? दामी मजा रहेछ। जाम है अब है। राम्रो कुकुर पाल्नु पर्यो। त्यति नै आमा कतिवटा हुने? 2टा हुन्। यो पालेको 3 वर्ष भयो है। कति वर्षको पुग्नु भयो आमा हजुर? 5 सालले भनेपछि 80-84 काट्नु होला। काट्नु होइन? ए अनि यो भर्खरको उमेर र अहिलेको उमेरमा के फरक पाउनुहुन्छ हजुरले? उमेर के फरक पाउँछ एकदम। तर बेला चाहिँ त्यतिकै 16-17 वर्षको जस्तो जोस आउँछ होला नि त। चुप्पा खायो। 77 वर्ष हुनु है? ए मजाले खाना खानु, दबाएर बुढेसकालमा जति खायो त्यति बिच्छ अब है। उता टोक्चरले 2टा कुकुर पाल्नु परेछ। कति राम्रो सेता लाउनु पर्यो। टोकेसित लाउनै पर्यो।